राजेश हमाल र तपाईँको फाइट पर्यो भने कसले जित्छ? त्यो सुट मलाई थाहा छ, त्यो चाहिँ कमजोरी पोइन्ट। राजेश हमाललाई तपाईँले जित्नुहुन्छ? राजेश हमालको कमजोरी थाहा छ नि त मलाई। म त रेडी छु, तैँले बोलाएर ल्याइदिने यार। तपाईँ तैँले भन न यार। राजेश हमालसँग तपाईँ रियलमा फाइट गर्न रेडी हो? म त रेडी भइहाल्छु नि, त्यसलाई थाहा छ त म को हो भनेर राम्रैसँग। राजेश हमालले त अझै पनि पुरा जिम सिम गर्दो रहेछ, तपाईँ त आजकल त्यो जिम गर्नु भित्तेको कुरा नगर, अहिले देशको समस्या परिरहेछ। देशको लागि जब उसले बोल्छ नि, राजेश हमालले जतिवटा डायलग चाहिँ यो उसले 250 जति गर्यो होला, 300 गर्यो होला, जतिवटा डायलग बोलेर जनतालाई खुसी पारेको थियो नि दर्शकलाई, अहिले त्यही डायलग चाहिँ यो मिडियामा सामाजिक सञ्जालमा बोल न, अनि म त्यसलाई ग्रेट सेल्युट गर्छु। अहिले कायर हो, कायरसँग मेरो तुलना नगर भाइ। फिल्ममा चाहिँ हामीले राजेश हमालले तपाईँलाई जितेको देख्थ्यौँ, मैले बनाउने हो। रियलमा तपाईँले र राजेश हमालको फाइट पर्यो भने कसले जित्छ ठ्याक्कै भनिदिनुहोस् आज। त्यो त त्यही बेला थाहा हुन्छ एउटा कुरा है। अर्को डन मान्छेले त जित्नु पर्ने हो नि रियलमा। म त जितिहाल्छु नि भाइ, म किन बोलिराख्नु, आउनु दिनु नि त।